So welcome back to a brand new episode of Docu Diary. हिजो एउटा भिडियो हालेको थिएँ अबाउट त्यो गाडीको डेलिभरीवाला। त्योभन्दा अगाडि चाहिँ इज लाइक त्यही हाम्रो बेस क्याम्पवाला एन्ड आई स्टिल हेभ कपाल अफ यो घाउहरू अझै रिकभर भएको छैन। तर देयर इज समथिङ आई वान्टेड टु डु फर अ लङ टाइम होइन, अनि त्यो भइरहेको थिएन, टाइम दिन पाइरहेको थिएन कामले गर्दा कहिले केले गर्दा होइन। सो अहिले चाहिँ आई हेभ दिज है। यो चाहिँ के हो भन्दा एउटा त यता ब्लुम पनि गर्न थालिसकेँ है, इफ यु क्यान सी अर नट है, इट्स लाइक ब्लुम पनि गरिरहेछ। यो चाहिँ मैले फेवातालबाट लिएर आएको प्लान्टहरू हो। अनि कस्तो छ भन्दाखेरि आई एम क्लिनिङ अल माई ट्याङ्क्स टुडे। घरमा कोही पनि छैन, एक्लै छु, त्यही भएर म सबै ट्याङ्कहरू पनि क्लिन गराएको छु। अनि दिस वान पर्टिकुलर ट्याङ्क जहाँ चाहिँ मैले सबै कुराहरू सकेसम्म त्यसमा चाहिँ एउटा ठुलो ब्रिडिङ ट्याङ्क जस्तो बनाउँछु भनेर थिएँ, प्लान्ट्स हालेर। त्यो पनि आज सेटअप गर्नेवाला छौँ। यु गाइज स्टे ट्युन्ड। अनि यो तिहारको माहौल छ नि त, सो घर सफा गरे जस्तो नि हुन्छ मलाई। सो आइम क्लिनिङ अल माई ट्याङ्क्स, हेर्दै गर्नु होला है त। सो टु स्टार्ट अफ पानी झिक्नु पऱ्यो। तर के छ भन्दाखेरि अरू ट्याङ्क इज इजी, यो ट्याङ्क चाहिँ अलिकति गाह्रो छ होइन, किनकि पानी धेरै नै हुन्छ यसको। प्लस यसको चाहिँ क्यानिस्टर पनि सफा गर्नुपर्छ कि यसको चाहिँ। अनि मलाई चाहिँ सकेसम्म क्यानिस्टर चाहिँ सफा नगरौँ भन्ने भइरहेछ अहिले। गाह्रो छ कि त्यो पानी चुइन्छ, यताउति दुनियाँ थरी हुन्छ। त्यही कारणले म चाहिँ सकेसम्म त्यो जुन यहाँ फोहोर छ नि त्यो पछाडिको तिनीहरू चाहिँ अलिकति सफा गरेर, पानी त अस्ति भर्खर पनि सफा गरेको, इट्स भेरी क्रिस्टल क्लियर। अनि त्यो फिक्स गर्नुपर्ने छ। अनि यो बाहिर हुने खालको यो जुन यस्तो छ यिनीहरू सफा गर्छु होला, प्रोबेबली यो एजहरू सफा गर्छु होला। जिकेसी यो सेतो त्यो पानीको दाग हो होइन, त्यो सफा गर्नु पर्यो। अनि त्यो विन्ड मिल जस्तो छ त्यो चाहिँ कालै भयो। यो कस्तो खालको लेउ बसेको छ कि मेरोमा, आई डोन्ट नो यो कस्तो खालको लेउ हो, तर यो खालको लेउ बसेको छ कि मेरोमा, जाँदै जाँदैन कि जति सफा गरे पनि। सकर ट्राई गरेँ, एक दुईवटा सकरहरूले पनि फेल भयो, सरी अन टाइममा डेथ भयो उनीहरूको। अब हेरौँ, पहिला सुरुमा पानी झिक्छु सबैको, अनि त्यसपछि अगाडि बढाउँदा कुरा। सो दिस वाज सपोज टु बी माई मेन, कस्तो टल्केको हो यो, यसो हेरौँ है। मेन अलिकति एक्वास्केप गर्ने ट्याङ्क होइन, हालत यस्तो छ। यसमा मैले त्यस्तो हालेको थिएँ पहिला आई ह्याड यो खालको त्यो खालको के अरे प्लान्टहरू, बट कोरिडोरास हालेर राखिदिएको थियो दुईवटा, तिनीहरूले सखाप पारे कि सबै, सखापै पाऱ्यो। अनि अहिले नयाँ प्लान्ट्सहरूले चाहिँ अलिकति ग्रो भइरहेछ। यसलाई चाहिँ आज पुरै प्लान्टले भरिदिने हो होइन। यताबाट देख्छ होला बेटर, टल्किएकै धेरै नै। सो या यसको मेन उपचार हुनु पऱ्यो, सरसफाइ गर्नु पऱ्यो यसको। अस्ति भर सफा गरेको, तर यो तेल हाल्नु भयो यसपालि। यसपालि चाहिँ मेरो प्लान के हो भन्दा, सकेसम्म यो सबै ट्याङ्क, यो मेन ट्याङ्कमा बाहेक म सकेसम्म कुनैमा पनि फिल्टरहरू नहाल्ने होइन। बेटाकोमा नि एक दुईवटा एक्स्ट्रा प्लान्ट हालिदिने, फिल्टरहरू सबै हटाएर फिल्टरलेस जाने ट्राई गरेर छु म, बत्तीलेसै सकेसम्म। होपफुली होला, नत्र फेरि सफा हाल्नुपर्छ, त्यही त हो। सो टु गेट स्टार्टेड दिस थिङ, यो मलाई चाहिएकै थिएन कि, मलाई स्क्याम हानेको कि यो ट्याङ्क भन्दा। ओ शिट, मार्छ त मलाई त्यसरी त। मलाई चाहिँ यो लिड चाहिँ अब ट्याङ्क भन्दा महँगो परेछ होइन, मैले उठाएको भएर। वेट अ सेकेन्ड, के हो यार यस्तो, यहाँ त पुरा यो के हो, यो अन्डा जस्तो छ त। पानी त सफा नै छ होइन, यो बाहिर फोहोर मात्र भएको हो। अब यसको स्टार्ट विथ दिस सिफोन भन्छ कि सैफोन भन्छ तिमीहरूले होइन, आई डोन्ट नो, बट म चाहिँ कहिले सिफोनै भन्नु हाल्छु, कहिले सैफोनै भन्नु हाल्छु। सो पानी झिकौँ कि होइन यार, अर्कैलाई भन्थे। यो मसँग छ, यही हाम्रो क्षेत्रपाटीबाट लिएको थिएँ चाहिँ होइन, र हाम्रो बलियोवाला छ, दुई तिनवटा पछिको यो अलिक टिकेको छ मरोमा।
भेरी इजी किनकि यसको चाहिँ कस्तो छ भन्दाखेरि यदि धाराको नट जस्तोकै कुराहरू सजिलो हुन्छ। यो यसमा एकछिन पानी झिक्दिउँ अनि त्यसपछि जस्ट वाइप गरेर अनि फेरि पानी झिक्नु पर्ला होइन। अरू त त्यस्तो फोहोर छैन कि अस्ति खर्च गरेको दसैँमा। धेरै गराउनु पर्दैन कि यतिकै 2 फोकस आइसक्यो पानी। यसरी पानी झिकौँ। फोकस भएन के डर डर छ कि मेबी खाना। यस खाना हो यो। यसमा त्यसै पनि ट्याङ्कमा खाना हालिरहेको छ क्या केही नभए पनि भाइहरूले त्यो खानामा बल्ल हेरेर पानी आउँदैछ बाहिर। अलिकति घटेछ नि अहिले क्लिन इट अप अनि फेरि नयाँ पानी हाल्छु। प्लान्ट्सहरू पनि सफा गर्नुपर्छ। सो अर्को भनेको मसँग भएको यो पुरै हरियो थियो, पुरै नै झ्याप्पै हरियो थियो। अनि यहाँ छ नि यस्तो खालको प्लान्ट छ क्या, यो त एकदम बुसी हुन्छ कि पछि होइन। सो हाम्रो यो मित्रहरू कहाँबाट आउनुभयो यो स्नेल्स होइन। स्नेल्सहरू चाहिँ कहाँबाट आउनुहुन्छ पुरै खाइदिएर नथिङ एट अल। यो पनि मैले अस्ति भर्खर हालेको, यो चाहिँ अलिकति रगेड खालको प्लान्टहरू छ योवाला कम्पेरिजनमा। यसपालि हामीले हाल्ने यहीवाला हो, भेटिनल लेकमा यही हाल्दैछौँ। यसलाई पनि धेरै सफा गर्नुपर्ने छैन, यिनीहरूले सफा चाहिँ गरिरहेछ होइन। बट प्लान्ट्सहरू पुरै खाइदियो कि एनी टु समथिङ अफ यो उसको बारेमा। सो यो दुइटाहरू पनि गर्नुपर्ने छ। अनि मैले चाहिँ मेरो बेटा यो चाहिँ मेरो वाइफले राखेको बेटा हो, बेसिकली हर ट्याङ्क। अनि यसमा चाहिँ के छ भने इज भेरी सिक, थिन रट लागिरहेछ। अब उसको लागि म सकेसम्म यो अलिकति अलि लस्सी ग्रास सास हाल्ने प्लान छु। हेज वान फ्रेन्ड अफ त्यो पनि हटाइदिन्छु, त्यो फिल्टर पनि। म चाहिँ सकेसम्म यसलाई चाहिँ सबै ट्याङ्कहरू चाहिँ के खायो त्यसले नि प्लान्ट रहेछ त्यहाँ। सो यो सबै ट्याङ्कहरू सकेसम्म आफै मजाले इकोसिस्टम बसोस् भन्ने मेरो प्लान छ होइन। धेरै केयर गर्नु पऱ्यो कि ह्याभिङ अल ओभर ट्याङ्क। हेर्न रमाइलो छ तर धेरै मिहिनेत गर्नुपर्छ, त्यही भएर प्लानिङ त्यस्तो छ। सेल्फ त्यो इकोसिस्टम वाला बनाउने। यसमा चाहिँ आई क्यान नट डु एनिथिङ बिकज प्लान्टहरू हाल्न मिल्दैन। यो पनि मेरो वाइफकै ट्याङ्क हो अनि यसमा त क्यानिस्टरहरू पनि छ नि त। सो यो कोहीहरू सबै मेरो वाइफको कोहीहरू हो, सबैको हरेकको नाम छ अनि आई क्यान नट डु एनिथिङ टु देम टु। सो यसलाई चाहिँ सफाइ मात्र हुन्छ, अरू चाहिँ प्लान्टेड गर्नुपर्छ यता। यिनीहरू यति पानी झिक्यो होइन। अनि ट्याङ्क सानो देख्यो पनि यति पानीमा लाइक अलमोस्ट भरियो कि यो कति लिटरको पेन्टको बकेट हो होइन। पानी वाइल्ड लिन्छ कि यिनीहरूले, वाइल्ड लिइरहन्छ। सो अब यसलाई म अलिकति स्क्रबिङहरू गर्छु, तल्लैसम्म स्क्रबिङ गरिदिन्छु। प्लान्ट नि आजै हाल्नु भयो किन एनिमल भन्नु आएछ। यसलाई अलिकति सेट गरेर छोडिदिउँ, आज प्लान्ट हालिदिउँ होइन, सेट गरेर छोडिदिउँ। अनि त्यसपछि तिहार पछि, अहिले त पसलहरू खुला छैन होला, मलाई चाहिँ कोही गब्बिजहरू हाल्नु मन छ कि होइन। पहिला पनि ट्राई गरेको खोज्नलाई, भेटिनँ। अनि देयर लाइक सम कस्तो राम्रो प्याटर्नहरूको गप्पीहरू छ कि इनोभा, त्यो हाल्ने प्लान छ मेरो। मलिले बच्चा पाइरहेको होइन, कति महिना भइसक्यो, त्यसको नि केही गर्नुपर्ने छ। यसपालिको टाइम चाहिँ हबीमा चाहिँ अलि मजाले दिनु मन छ क्या। सो सरसफाइ सुरु गरौँ है त। खासमा कस्तो छ भने यिनीहरू चाहिँ एक्लै सफा गर्न पनि अलिकति गाह्रै छ क्या। आइभ डन दिस पहिला, लाइक यो होइन कि कम्प्लिटली सफावाला, कम्प्लिटली सफा के। यिनीहरू चाहिँ मैले कम्प्लिटली 3टा 4वटा कतिवटा थियो, पहिला त अर्को पनि थियो। तिनीहरू चाहिँ बसेर भन्छ ल कम्प्लिटली सफा गर्न ट्राई गरेको थिएँ। बट कस्तो हुन्छ भन्दा ज्वरो आउँछ कि फुल कम्प्लिट ट्राई गरेँ। सो एक्लै म गर्न चाहन्न यो होइन। This one is pretty heavy. धेरै नै छ गरौँको होइन। पानीको लेभल त्यति घटेको छैन, बट we're going to flush it down अनि घाक्रे सो म
मैले चाहिँ यसलाई टोटली रिन्ज नै गर्ने सोचेँ होइन। यो आई डोन्ट नो त्यो लेदर छ कि यसमा, त्यो कारणले यसको बालुवा पनि एकचोटि सफा गर्छु होइन। एकचोटि पानी मजाले हानेर के लेदिलो पदार्थ छ फोहोरहरू सबै फालिदिन्छु अनि गर्नु पर्ला किनकि अलिक धेरै नै रहेछ। सफा त सफै छ तर त्यो त्यही पनि केही पनि नरहोस् भनेर म एकचोटि पानी सर्र हालिदिन्छु। त्यसलाई चाहिँ यसलाई बाहिर लानै पर्छ होइन। बाहिर लानको लागि म एक्लैले बोक्नलाई चाहिँ यसलाई गाह्रो हुन्छ। सो पानी सकेसम्म यो गिटीसँगै बालुवासँगै अलिक हेभी हुन्छ, त्यही पनि ट्राई गर्छु। एकचोटि मैले पहिला ट्राई गर्दाखेरि फुटेको छ क्या। सबै सर सफा गरेर यता ल्याउँदा यस्तो फुत्क्या थियो, यस्तो खुट्टाले यस्तो गरेको प्याट फुट्दिएर। सो योसँग चाहिँ अलिकति डर लाग्छ मलाई। किनेकै दिनकै फेरि किनेकै दिन सफाएर ल्याएको थियो, फुटेको यो। सो यो ट्याङ्क चाहिँ अलिकति डरलाग्दो छ, यसलाई सफाइ चाहिँ गर्नै पर्छ। तर सोच्दैछु कि म, किनकि म उता सिफ्ट गरौँ कि जस्तो लागिरहेछ। उता स्पेस छैन टेबलमा, मेरो कम्प्युटरहरू हटाउनु पर्छ नत्र। पानी हटेपछि अलिक गयो बित्तिकै यसको एकचोटि पानी हाल्छु अनि, किनकि अब यो गर्न छ, त्यो ठुलो ट्याङ्क गर्न छ, दुईवटा सानो ट्याङ्क गर्न छ, बाहिर पन्ड गर्न छ अनि धेरै ढिलो भइसक्यो। त्यो भएर हतारिरहेको छु म अहिले। मैले चाहिँ भर्खर यसलाई उचाल्ने ट्राई गरेर अलिकति पानी छ अनि अलिकति स्यान्ड छ, त अलिकति लग्छु बल देखाएर भनेको सकिनँ। सो स्यान्ड निकाल्छु, अब स्यान्ड निकाल्नु पर्यो अनि सकिन्छ कि यता। यति गर्दाखेरि नै मेरो ढाड दुखिसकेको छ है। स्टिल ह्याभ पानी निकाल्नु भयो, अझै पनि हेभी छ क्या। मैले स्यान्ड त धेरै निकालिसकेको छु होइन, अति हेभी छ, ढाड दुख्यो। पानी यस्तो भइरहेको नि यसो फेरि ट्याङ्क लिएर आइयो है। त्यसपछि यसलाई अलिकति पानी हाल्नुपर्छ, फोर्सवाला पानी। सो फोर्सवाला पानी मिन्स दिस, यो वाला। सो यो भयो भने चाहिँ यतिले पनि सफा गरिदिन्छ क्या। त्यो अहिले फोहोरहरू टैलेर आइन्छ क्या भाइ चाहिँ, या त्यो हो। सो त्यो के थियो भने यसमा चाहिँ पहिला माटो पनि थियो क्या, त्यो देख्न चाहिँ बालुवा हो यो चाहिँ होइन, माटो पनि थियो। when you do this, एउटा चान्स के हुन्छ भन्दा बालुवा तलको गिटी आउन सक्छ, बालुवा बाहिर निस्किन सक्छ होइन। बट यो सानो सानो देखिरहेको छ नि, यो सानो सानो बालुवाहरू हो कि, फोहोर नै हो कि, हेर त सबै फालिदिन्छ कि सेल चाहिँ। यसैको बिचमा चाहिँ अलिकति तलबाट चिप्स निस्कला भन्ने चाहिँ तर फरक पर्दैन है, निस्किँदैन। त्यसपछि सबै बालुवा हो, यहाँबाट निस्केको फोहोर हो कि। सो या अहिलेको लागि यही छोडिदिन्छु, यसलाई रिलोकेट गर्नु पर्ने हुनसक्छ होइन। अब अरू ट्याङ्कमा छ। सो त्यो ट्याङ्कको भयो, लेट्स गेट स्टार्टेड विथ दिस ट्याङ्क है त। हालौँ सिक्नुभित्र, निस्किहाल्छ के छैन। यसलाई यसरी राखिदिउँ, पानी बग्दै गर्छ। We do the cleaning. यसरी घोड्दाखेरि चाहिँ कहिलेकाहीँ के हुन्छ भने माछालाई स्ट्रेस पुग्न सक्छ। बट यहाँ मेरो चाहिँ अलि धेरै नै एक दुईवटा चाहिँ दुई चारवटा चाहिँ वाइल्ड माछाहरू छ स्ट्रिमकै होइन। अनि यो कोही हो चाहिँ द युज टु इट के, सो त्यति साह्रो फरक पर्दैन अनि इट्स गोइङ टु बी भेरी क्विक। सो तर अलिकति सेन्सिटिभ फिसहरू छ भने चाहिँ नगर्दा नै बेटर होइन त्यसरी। बट अकेला आदमी क्या क्या कर सकता है। ट्याङ्क इज लुकिङ लाइक दिस होइन।
फोर अति छ यसले चाहिँ पानी त्यति साह्रो छैन यिनीहरू चाहिँ छिटै हिँड्छ होइन छिल्छ यसलाई त्यस्तो फोर छैन किनकि भित्री पानी चाहिँ इट्स भेरी क्रिस्टल क्लियर क्या थ्याङ्क्स टु हाम्रो क्यानिस्टर होइन पानी चाहिँ एकदम सफा नै हुन्छ यो अहिले लेउ मात्र हो त्यस्तो फरक पर्दैन यिनीहरूलाई अहिले अलिकति स्ट्रेस हुन्छ नट द्याट मच अब यसलाई म हालिदिइहाल्छु यतै पनि अब सो अलमोस्ट एम्टी नै भइसकेको छ यो वाला पानी चाहिँ अब मैले त्यहाँबाट अर्को इनलेट हालेको छु त्यहाँबाट पानी पर्छ अनि फोहोर पानी बग्दै जान्छ यसरी यसरी हुँदैछ ल अलमोस्ट गइसकेको छ यिनीहरू पनि पानी कम कम हुँदैछ म एड गरिहाल्छु यताबाट अझै छ नि त फोहोर त यसमा त अलिकति हेर्ने भने फोहोरहरू यताबाट निस्किरहेछ यताबाट सफा पानी हाल्दैछु यो चाहिँ हाम्रो अलमोस्ट हामी खाने पानी नै जस्तो भनौँ न त्यो अरू सबै फिल्टरहरू युज गरेर जस्तै त्यो वाला ठुलो फिल्टर हुन्छ निलोवाला त्योबाट भएर माथिको फिल्ट्रेसन सिस्टम भएर एन्ड देन इट कम्स आउट पहिला डाइरेक्ट हालेको थियो हार्ड वाटर भएर अलिकति गाह्रो भयो न त आजकल चाहिँ म यो सबै यो फिल्टर वाटर नै युज गरिरहेको छु स्टिल फोहोर छ अलिकति बग्ने बाँकी छ काम धेरै भइसकेको छ धेरै देखिएन तर ढाड दुखिसकेको छ मेरो चाहिँ है अब यो पुरै वेट भइसकेको छ मलाई गाली गर्छन् स्टिल त्यो दुईवटा छुनै छ अझै त्यसमा टाइम लाग्दैन किनकि त्यसमा सफा गर्छु पानी मात्रै फेर्छु प्लान्ट हालिदिन्छु द्याट्स अल अर्को यो वाला चाहिँ स्टिल यसमा चाहिँ काम गर्नुपर्छ आइम नट स्योर कि यसको लागि चाहिँ म सकेसम्म यता यो रुममै राखौँ भन्ने भएको छ मलाई होइन सबै एकै ठाउँमा खाना खुवाउन सजिलो हुन्छ कि यहाँबाट यता जाऊ फेरि त्यहाँबाट बाहिर जाऊ त्यही भएर स्टिल फिगरिङ आउट के गर्न सकिन्छ यता पनि छ भद्रगोल प्लान्ट यस वी हेभ द प्लान्ट त्यहाँ त्यो हाल्ने हो बबाल यो प्लान्ट पनि हाल्नुपर्छ त्यसमा चाहिँ मैले कति कुराहरू समुद्रको डाइरेक्ट सीकै हालेको छु लाइक दिज वन्स होइन दिज आर लाइक रियल वन्स यहाँ स्नेल्सहरूको सिसेल्स भनौँ न है यो दिस इज यो खोइ के हो एक्ज्याक्टली थाहा छैन कालो भइसक्यो होइन बट यो पनि समुद्रकै हो सबै मैले ह्यान्ड पिक गरेकै हो अनि यो दिस इज यो चाहिँ हाम्रो बिग्रेको यो होइन यो लेउली बिग्रेको तर दिस इज अल्सो सेल के यो चाहिँ हामीले उता च्याङमाईमा होइन यस कुन चाहिँ आइल्यान्डमा जाँदाखेरि थाइल्यान्डमा जाँदाखेरि वी ब्रट दिज अनि त्यही हो यहाँ सबै सकमा यस्तो यस्तो कुराहरू चाहिँ सबै नेचुरल रियलै छ क्या यसमा चाहिँ देख्दैन त कस्तो सो गर्दा गर्दा मैले के सोचेँ भन्दा क्यानिस्टरमा पनि अलिकति छोली पानी हाल्दिउँ भन्ने सोचिरहेको छु होइन अलिकति प्रेसर हालिदियो पुरै सफा गर्न फेरि मसँग पुरै सामानहरू पनि छैन होला त्यही भएर हल्का सफा गर्ने सोचिरहेको छु है आई नो इट्स नट द राइट वे टु डु एभ्रिथिङ बट यु नो एज यु क्यान सी फोहोरहरू चाहिँ निस्किरहेछ होइन यो पनि निस्किन खोजिरहेछ क्यानिस्टर छोली सफा भइरहेछ यो पनि पानी लुक्स भेरी कुल सफा छ तातो पनि आइरहेछ यस अब यसलाई मजाले भरिदिन्छु होइन एन्ड देन यसको काम त तमाम अलिकति यो फोहोर छ तर यो हार्ड वाटरले गर्दा बसेको हो यो बाहिरबाट जान्छ सो आई सो यु एन इन्ट्रेस्टिङ कुरा है सो यो सिल्भर फिसहरू चाहिँ दिज आर फ्रम वाइल्ड रिभर क्या हाम्रो गाउँघरतिरको होइन यिनीहरू चाहिँ एकदम फास्ट फ्लोइङ रिभरमा बस्छ सो त्यहाँबाट पानी यस्तो फोर्समा आइरहेछ नि त इन्जोय गरिरहेछ कि तिनीहरू त्यहाँ त्यो उयो सिल्भरहरू चाहिँ सो त्यहाँ पानी भरिरहेछ मिन वाइल यिनीहरूको केही गरौँ यसमा त पानी त सफा छ पानी घटेको मात्र हो होइन भने स्नेल्सहरू छ खत्तम तर केही त राम्रो गरिरहेछ किपिङ द सिसा सफा भएर चाहिँ यसमा पनि छ त्यसमा चाहिँ लास्ट टाइम मल्टिप्लाई भएर चाहिँ यसमा एउटा छ क्या
प्रोबब्ली मेल थियो होला होइन, आई डोन्ट नो, यसको बारेमा चाहिँ थाहा छैन मलाई। अनि हाम्रो बेटा स्टिल फाइटिङ, त्यसमा चाहिँ अलिकति हरियो छ, यसलाई सफा गरौँ यस्तो लागिरहेछ मलाई, किनकि यो प्लान्ट चाहिँ अस्ति मैले एड गरिदिएको होइन, आउने बित्तिकै यसमा चाहिँ मड छ, सो अलिकति त्यो चाहिँ चलाउन अलिकति गाह्रो हुन्छ। लेट्स स्टार्ट। यसमा चाहिँ केही नगरौँ होइन, जस्ट प्लान्ट गऱ्यौँ, एक्स्ट्रा पानी थपिदिउँ, होपफुली काम गर्छ होला। यसमा म अब सबै हटाइदिन्छु, सबै युनर चाहिँ फिल्टरलेस नै गराइदिन्छु होइन, योहरू हेरौँ है त। यो ट्याङ्क चाहिँ भित्रबाट त्यति फोहोर रहन्छ होइन, अघि देखिएको मात्रै छ, धेरै फोहोर चाहिँ खासै बाहिरको यो स्पट्सहरू रहेछ क्या, यसमा स्पट्सहरू देखिरहेको छ नि त, भित्रको भनेको यिनीहरू बाहिरको रहेछ, यहाँ पनि देखिरहेको छ नि, सो यो बाहिरको स्पट्स रहेछ क्या, यसलाई बाहिरबाट सफा गर्न सकिन्छ, फोहोर छैन त्यति साह्रो। अब यसलाई चाहिँ पानी चाहिँ फालिदिनु पऱ्यो, नयाँ पानी हालिदिन्छु यसमा आधी, त्यसमा चाहिँ पानी मात्रै भरे पुग्छ। धेरै मेहनत गर्नु परेन मैले, यसमा त भरि नै सक्यो पानी, पानी चाहिँ वाइल्ड धेरै आउँछ होइन। सो आई कम इन्टु दिस प्रब्लम अगेन, पहिला पनि सफारी जस्तै भएको थियो, आई डोन्ट नो इफ यु क्यान हियर दिस, यहाँनिर यो आवाज गर्छ, अनि त्यसमा पानी आएको छैन क्या, सपोज टु कम त्यहाँबाट पानी हावा, आई डोन्ट नो, कसैलाई थाहा छ भने भनिदिनु यो के हुन्छ, अझै ठिक हुन्छ, बट के भएको आई डोन्ट नो। त्यसै मैले के गरिदियो भने पानी पुगेन होला भने यसो पानी हालिदिएको छु होइन, पानी हालिदिएको छु, फेरि एकचोटि ट्राई गर्छु हुन्छ कि हुँदैन। Still no sign of water. I won't know what this is. यसमा पानी हालेर हेर्छु एकचोटि फेरि है। सो मैले यसको लिड खोलिदिएँ, लिड खोल्दैछु चाहिँ इट्स मेकिङ डिफ्रेन्ट आवाज, बट त्यहाँबाट पानी चाहिँ आइरहेको छैन होइन, पानी भरेर जस्तो छ, आई क्यान सी त्यहाँ मोमेन्ट पनि देखिरहेछ, बट आई डोन्ट नो व्हाट्स ह्यापनिङ। सो पानी चाहिँ अब ओभरफ्लो भयो के भयो, पुरै बग्न थालिसक्यो होइन, मलाई रोक्नु कसरी पनि थाहा छैन होइन, पोजिसन पनि बसिरहेन, तनाव हो त। लक त भयो है, पानी पनि धेरै नै बग्यो यार, यहाँ टमक टमक थियो, पानी चाहिँ यति भइरहेको थियो, होपफुली अब त उसमा भएर हो कि पानी नभएर कि, ट्राई है त। It's making that noise again. यहाँ अड्किरहेछ क्या पानी, सो आई डोन्ट नो, पानी चाहिँ आइराखेन अझै पनि होइन, कस्तो टाइट भएको छ कि फेरि, जस्तो 3 पाउन्डहरू हुन्छ। तानेको छ नि, यसमा हल्का पानी हालिदिन्छु म चाहिँ होइन, मलाई थाहा छैन कि मैले यो फर्स्ट टाइम सेटअप गर्दाखेरि पनि मैले पुरै यसकै म्यानुअल हेरेरै गरेको होइन, त्यसपछि यो झिकिराख्नु पर्दैन कि, त्यति साह्रो महिना महिनामा सफा गर्नुपर्छ भन्छ होइन, बट त्यस्तो अवस्था नै पर्दैन क्या, गरेर हुँदैन, आइडिया हुँदैन मलाई। त्यहाँ हेऱ्यो यता प्रेस गर्दा त्यहाँ आइरहेछ कि पानी आउँछ,
Yeah, let's go. त्यो पानी नपुगेर होस् लाग्यो भनेपछि त्यसपछि यसरी देखाइदिन्छु यसरी ल हेर उफ yes पानी is here good boy म त एकछिन त साइको भइसकेको थियो के भयो फेरि यार भनेर प्लेस भइसकेको थिएँ It's working यसले धेरै टाइम खाइदिन्छ कि यार भने नि सफा थियो प्लस यहाँ त क्वालै पर्यो त्यसले गर्दा त्यसले घोचेर बन्द पनि छ पानी ल यसको काम सक्यो यो मिलाउनु पर्छ अलि पछि स्टिल यो डस्ट पार्टिकल्सहरू चाहिँ उडिनै रहेछ होइन म चाहिँ अब यसलाई चाहिँ एकैचोटि सक्दिउँ भनेर के काम चाहिँ बाल्लो अलिकति कहाँ थियो अरे यो ओए धर अब यस्तो गर्छ के काम गर्ने जाँदा काण्ड हो जाँदा यस्तो ल यो उनीहरूले चाहिँ स्यान्ड यताउति चलाउन चाहिँ होइन नचलाउने होइन त्यति साह्रो केही गर्नु पर्दैन यसमा होइन बट स्टिल आफ्नो हिसाबले एक हिसाबको सम्मोपन चाहिँ गरौँ कि भनेको यस्तो छ ठिक छ जस्ट फाइन अब म अरू भन्दा नि यहाँ क्लियरली देख्दैन क्या यताबाट देख्छ अब यतिकै ठिक छ यो पछि यिनीहरूले यताउति सार्दा मिल्छ यो चाहिँ होइन यसलाई एकछिन अब पानी फिल्टर हुन दिउँ यसको काम चाहिँ सकियो अहिलेको लागि होइन अब यसलाई फिल्टर जे गर्छ जसले गर्छ जसरी गर्छ फिल्टरले गर्छ होइन यो हार्डवाटरको चाहिँ पछि गर्दा पनि हुन्छ होइन अब जे गर्छ क्यानिस्टर यसको सफा गर्छ अब यो हाल्न गाह्रो छ कि म एक्लैलाई चाहिँ यो यसको प्रब्लम के हो भन्दा यो ठ्याक्कै उसो पार्नुपर्छ क्या नो यस चाहिँ यस्तोहरू छ नि त यो सो यसको यिनीहरूको माथि अड्किदिन्छ क्या त्यही भएर चाहिँ यसलाई हाल्न अलिकति गाह्रो हुन्छ एक्लैलाई गाह्रो हुन्छ बट नो नि कस्तो देखिएको मान्छे पनि यो अलिकति धमिलो छ अहिलेको लागि अनि आई निड टु फिक्स यसको लाइट पनि है म देखाउँछु सो बेसिकली सानो लाइट हाल्दा त्यसमा यसको चाहिँ अस्ति हामीले दसैँको बेलामा खसी लिएर आएको थियो खसी त्यही भित्र राखिरहेको थियो नि त अनि कस्तो देखिएको यो खसीले चाहिँ अनि त्यसपछि यसको तारै खाइदिएछ सो वी निड न्यू वान है यसको पनि फिक्स गर्नुपर्छ झन् सरप्राइज हामीलाई भनेको मान्छे आइसक्यो ढिलो भइसक्यो त्यहाँ पप्स इज हियर नो मोर सरप्राइज गाह्रो छ यो चाहिँ सफा भइदियोस् सो अब चाहिँ टाइम फर दिस हाम्रो मलीहरू यसमा यो चाहिँ प्लान्टेड हो है यसमा चाहिँ प्लान्ट्स छ अनि या यसमा प्लान्ट्स छ सो यसबाट प्लान्ट निकाल्दै उता पनि हाल्ने गरेर सबैले अब यसलाई सरसफाइ गरौँ है त पन्ड कस्तो हुन्छ ट्राई गर्नलाई यसमा ट्राई गरेको थिएँ सक्सेसफुल भयो भने चाहिँ आई ब्रिङ म पन्डवाला पन्ड मिनी पन्डहरू के सो यसको चाहिँ यहाँ राम्रोसँग देख्दैन होइन म चाहिँ यसको चाहिँ अलिकति स्यान्डहरू चलाइदिन्छु धेरै दिन छैन यसमा स्यान्ड चलाइदिने हल्का फुल्का किनकि भिजिबलै छैन के छ कसो छ सर्पु लुगिया हुन्छ कि अनि पानी ड्रेन गरिदिन्छु म
सो यो चाहिँ पाइप लास्टै सजिलो भयो मैले एउटा बारीहरूमा हाल्ने पाइप हो कि अनि मलाई एक्वेरियममा हाल्दा खुब सजिलो भयो सो वी गेट दिस इनसाइड हियर अनि यसको पानी पनि ड्रेन गरिदियो लास्ट टाइम मैले पानी ड्रेन गर्दाखेरि पानी ड्रेन गर्दैछु अनि म सायद घुम्न गइदिएँ कि भक्तपुरतिर पुगेको थिएँ कि भोलिपल्ट आएको थिएँ अनि सबै बालुवा मात्रै थियो अरे बाबाले पानी हालिदिनु भएको थियो अरे सो पानी आइसक्यो यसलाई यसरी फालिदिन्छु म यहाँबाट सो बेसिकली अब यति भइसकेपछि यसरी पानी ड्रेन हुन्छ पानी ड्रेन भएपछि वी विल मिट अगेन है त सो म चाहिँ के सोचिरहेको छु भन्दाखेरि अब यहाँ दुईवटा ट्याङ्क छ होइन अब आई डोन्ट एडिट यहाँ अहिले आई डोन्ट प्ले मच गेम्स यसमा अहिले त्यो कारणले म सोचिरहेको छु के गर्ने भनेर यसलाई चाहिँ मैले तिनटै ट्याङ्कहरू यहाँ हटाउन सक्यो भने चाहिँ एउटा ठुलो बाहिर भने फरक परेन सजिलो हुन्छ कि खाना खुवाउनलाई पनि सजिलो हुन्थ्यो अनि यिनीहरू हेरचाह गर्नलाई पनि सजिलो हुन्थ्यो यो दुईवटा चाहिँ यहीँ छ अब यसमा अलिकति स्पेस छ यो हटाइदियो भने एडजस्ट कसरी गराउने भन्ने कुरो भइरहेको छ सोचिरहेको छु यहाँ सो द थिङ इज मेरो प्ले रुम चाहिँ युज टु बी उतापट्टि मेरो अफिसहरू सबै उता युज टु बी उता अनि मैले चाहिँ अफिस चाहिँ बाहिर उता थमेल सारिसकेपछि त्यो रुम चाहिँ कब्जा भयो अनि आई गट टु युज दिस स्मल रुम अनि आई केम ब्याक होइन सो यहाँ अरू कुराहरू पनि छ क्या मन्दिरहरू छ सो आई क्यान नट जे पनि गर्न मिल्दैन यहाँ अनि मैले बिर्सेँ कति थियो नापेर आउँछु फेरि सो यत्रो छ यो विच इज लाइक मेरो कम्मरबाट अलमोस्ट मेरो टाउकोसम्म हुने र नाप्ने हो भने यो यहाँबाट यता पुग्छ यसरी मिल्दैन यसरी पनि मिल्दैन होइन प्रब्लम के भन्दा यसले यति खाने त्यसले भनेको अलमोस्ट यहाँदेखि त्यहाँसम्म नै खान्छ अब यसलाई यो दुईटैलाई यसरी राखेर होइन गऱ्यो भने चाहिँ पोसिबल छ यसरी नराखेकै लाइक यसलाई यस्तरी फर्काउने यसलाई यस्तरी फर्काएर बट यसले पनि कतिको धान्छ भन्ने कुरो हो यो होइन ट्राई त गर्छु म This one looks a bit messy होइन बट यसरी चाहिँ तिनवटा यसरी बस्यो यसलाई यता राखेँ त्यो तर कस्तो अल्टो देखेँ कि सिमिलर ट्याङ्कको रहेछ राख्नु पर्ला यहाँ स्यान्ड होइन कि माटो थियो कि माटो हल्लेर सबै सफा बिग्रिहाल्यो नि त्यसको जस्तै हालत छ अब लेट्स फिल दिस अप एभ्रीबडी सबै कुरालाई फिल गर्नु एन्ड देन विल लुक इन्टु व्हाट वी क्यान डु यताको अपडेट चाहिँ यस्तो हुँदैछ यो क्रुज गर्न थालिसकेको छ देन वी हेभ यहाँ पनि यु क्यान सी इट्स फाइन अब यसमा त पानी भर्ने मात्र हो अलिकति पानी भरेपछि यो सफा हुन्छ सो विल फिल दिस अप विथ स्ट्यान्ड यसमा एन्ड प्लान्टहरू राख्छौँ यसको चाहिँ नट स्योर किनकि यसमा लास्टै धमिलो भइदियो होइन त्यही पानी चेन्ज गर्छु होला यसमा पनि पानी थप्नु पर्ने छ यस I'll see you after I do that. So this is another morning. हिजो चाहिँ मैले सकिनँ काम होइन पानी सबै सक्नु त सकेको थिएँ लाइक मिड नाइट त नभनौँ 8-9 बजेको थियो सो अँध्यारो भइसकेको छ मेरो ढाड अझै दुखिरहेको छ होइन एन्ड आई विल सो यु द प्रोग्रेस अब चाहिँ सो यो ट्याङ्कको हालत यस्तो छ इट्स भेरी क्रिस्टल क्लियर होइन so managed to put this tank here यो ट्याङ्क पनि यही छ अनि एउटा चाहिँ यतापट्टि राखेको छु
यसमा त केही गर्दै गरिनँ मैले, स्यान्ड कम थियो सो आई कुड नट पुट मोर प्लान्ट्स हियर, बट फिस चाहिँ मजाले थियो। यो चाहिँ नर्मल मेरो त्यसै बसिरहेको गब्बीहरू हो, एज यु क्यान सी स्मेलहरू चाहिँ माथि माथि आएछ होइन। सो बेटाको ट्याङ्क पनि यसमा मैले प्लान्ट्सहरू चाहिँ हालिदिएको छु होइन। अब यसमै देखिन्छ अलिकति भेराइटिजहरू अलिकति माथि पर घर बसेछ होइन। सो योवाला हालेको छु, आई डोन्ट नो नाम के हो थाहा छैन, तर मैले पहिला चाहिँ यो चप्परी लिएर आएको थिएँ, चप्परीमा के भन्छ माटोको चप्परी ल्याएको थिएँ, ऊ त्यस्तो हुन्छ क्या। सो इट ग्रोज इन्टु लाइक दिस। अनि यो पनि हालेको छु, यो खोज्न गएको थिएँ नभेटेर यो लिएर आएको मैले। यसलाई चाहिँ सकेसम्म माटै चाहिन्छ क्या। सो वी हेभ अ बेटा, अलिकति मैले खुसी भयो, यसलाई औषधि हालिदिनु पर्ने छ, फिन डट पाइरहेको छ, फिन डट भइरहेको छ होइन, के अरे फिन डट भन्छ क्या। सो यो चाहिँ अलिकति गन्जागोल भइरहेको छ यसको अवस्था होइन। सो अहिलेको लागि ठिक छ, यो सिसाहरू चाहिँ पुस्नु छ अल्छी भएर, मलाई ढाड दुखेर नसकेर यसमा पनि त्यो प्लान्टहरू हालेको छु। यसमा एक्स्ट्रा हेरी खालको प्लान्टहरू हालेको छु है। अनि अलिकति यसलाई अलिक ट्रिमिङ गर्नुपर्छ होला है, तर यो अलिक यस्तो गन्जागोल देखिरहेको छ कि बिस्तारै ठिक हुन्छ यो चाहिँ, प्लान्ट्सहरू चाहिँ अलिकति टाइम लाग्छ यसको लागि। सो त्यस्तो ग्रिन पनि भइरहेको होइन। यही हो फाइनल लुक अहिलेको लागि। हाम्रो पन्ड पनि भइसकेको छ, बल्ल माछादेखि भुइँ देखिरहेछ। यो हालिदिएको हिजो नि ब्लुम भइहाल्यो है। यो अझै यसलाई खासमा माटोमा राख्नुपर्ने हो, तल हिलो माटो होइन, तर यो अहिलेको लागि हामी यसलाई यहीँ राख्छौँ है, सँगै राख्ने हो। अनि एउटा लेटेस्ट पनि राखेको छु, वाटर लेटेस्ट। सो मसँग यहाँ चाहिँ अब यताबाट राम्रोसँग देख्दैन, तर यहाँ प्लान्ट्सहरू सबै मसँग। योवाला प्लान्ट एकदम स्टडी हुन्छ क्या, बुझ्छ नि। सो यो जहाँ पनि उब्रिन्छ, यही हालिदिने यो पछि लगेर उता पनि होइन। त्यसमा मैले अलिकति प्लान्ट्सहरू अलिक यहाँ देख्दैन राम्रोसँग, तर ग्रो गरिराखेको छु। होपफुली यो मलीहरू यसपालि ब्रिड गर्छ, धेरै भइसक्यो, मलाई भाले भाले दियो कि के दियो थाहा छैन होइन, बट मतलब यो डालिमेसन मलिजहरू पनि छ क्या मसँग। सो दिस इज अफ फर दिस भिडियो। ट्याङ्क सफा भयो, 2 दिन लाएर भयो भने। ढाड चाहिँ वाइल्ड दुखिरहेको छ मेरो। अब यो पनि सन्चो हुन टाइम लाग्छ। आज लक्ष्मी पूजा छ, अब यसको पनि केही भिडियो बनाउँछु म, होपफुली कहिले आउँछु, भरे भोलि नै आउँछ होला। सो थ्याङ्क यू फर स्टिकिङ अप, आई सी यू अन द नेक्स्ट वान।